प्रधानमन्त्री बालेन शाह भए राष्ट्रपतिको हुनुपर्छ। राजा देशको अभिभावक, राष्ट्रपति कुनै एक दलको चम्चा। गणतन्त्रपछि पहिलो पटक धारा 76(1) अनुसार प्रधानमन्त्री बन्ने बाटो खुल्यो। जनताले बालेन शाह प्रधानमन्त्री र ज्ञानेन्द्र शाहलाई राजाको रूपमा हेर्न चाहन्छ। रासपाले 2/3 ल्याए पनि संविधान र संहिता फेर्न सक्दैन। प्रतिनिधि सभामा मात्रै 2/3 को बहुमत ल्याए संविधान संशोधन गर्न सकिँदैन। संशोधनका लागि राष्ट्रिय सभाको मत पनि चाहिन्छ। संघीय संसदको 2/3 को बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यो भनेको दुवै सदनको बैठक एकै ठाउँ बसेर त्यसको 2/3 भनेको हो। तर प्रतिनिधि सभामा बहुमत छ तर राष्ट्रिय सभामा हुँदैन। कसरी ऐन पारित हुन्छ भन्ने जिज्ञासा छ भने एकपल्ट यो भिडियो हेर्नुहोस्। नेपालको संसद 2 सदनको हुन्छ, 1 प्रतिनिधि सभा, 2 राष्ट्रिय सभा। यदि सरकारसँग प्रतिनिधि सभामा बहुमत छ तर राष्ट्रिय सभामा छैन भने पनि केही अवस्थामा ऐन कानुन पारित हुन सक्छ। प्रक्रिया यस्तो छ: 1 विधेयक प्रतिनिधि सभाबाट पास हुन्छ। सरकारले ल्याएको विधेयक पहिले प्रतिनिधि सभामा पेश हुन्छ र त्यहाँ बहुमतले पारित हुन्छ। 2 त्यसपछि राष्ट्रिय सभामा जान्छ। विधेयक राष्ट्रिय सभामा पठाइन्छ। यही 3 वटा सम्भावना हुन्छ। राष्ट्रिय सभाले स्वीकृत गर्छ, सिधै ऐन बन्छ। संशोधन गरे फर्काउँछ, फेरि प्रतिनिधि सभाले निर्णय गर्छ, रोक्छ वा अस्वीकार गर्छ। 3 60 दिनको नियम। यदि राष्ट्रिय सभाले 60 दिनभित्र निर्णय गरेन भने प्रतिनिधि सभाबाट पास भएको विधेयकलाई पारित भएको मानिन्छ। 4 अन्तिम चरण। दुवै सदनको प्रक्रिया पूरा भएपछि विधेयक नेपालका राष्ट्रपति समक्ष पठाइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कानुन लागू हुन्छ। सरकारसँग प्रतिनिधि सभामा बहुमत भएमा राष्ट्रिय सभामा बहुमत नभए पनि धेरै अवस्थामा विधेयक अन्ततः पारित हुन सक्छ, विशेष गरी राष्ट्रिय सभाले 60 दिनभित्र निर्णय गरेमा।